मान्छेलाई वाला प्र्याङ्क गर्दैछ म सल्टिएर हेलो हेलो हजुर हेलो के भयो रोजी अब सिरियसली अब नाच तपाईहरु हाँस्नु भने म हाँस्छु त नि हेलो हेलो के भयो के भयो रोजी कस्तो भनेको के भयो मेरो हालत यस्तो छ ल सन्चो नभए के भयो डर लाग्यो मलाई होइन होइन नमस्ते भाइजू नमस्ते के ऊ प्राङ्क गरेको मलाई ला होइन थाहा पाइसक्नु मान्छेले मलाई डर लाग्यो के भयो बिरा भयो क्या हजुर लाग्यो खाना खानु भयो मान्छेले पत्ता लगाइसक्नु हो बेकारमा भर्खर काममा जानु ल म त मेरो यस्तो हाँसिसकेको लास्टै प्र्याङ्क गर्न नसक्ने रहेछ ल ल ल प्राङ्क थाहा पाइसक्नु मान्छेले ल माइजू जानु जानु बिस्तारै जानु हुन्छ हुन्छ बोल्नु न म त एकछिन त कस्तो डर लाग्यो अच्छा आँसु आएर म नाट्यो मेरो आँसु आँसु भयो अयो प्र्याङ्क गर्ने भने त जोसमा फोन गरे हाँसेको हाँसे फेरि प्र्याङ्क गर्ने त्यो टिकटकमा अहिले भाइरल भएर छ नि त्यो वाला त्यो बुढो त आज त होला नि त्यही त म त एकछिन त कस्तो सन्चो नभए है जस्तो लाग्यो होइन भाइजू